नमस्ते, म शारीरिक रूपमा अपङ्गता भएको विकास मोक्तान हाल कुवेत अनि नेपाल घर दाङ वडा नम्बर 6 गढवा भन्ने ठाउँमा र नाम रहेको छ पार्वती रोकम मगर र उहाँले चाहिँ मेरो आर्थिक अनि अवस्था देखेर रु 15,000 सहयोग गर्नुभएको छ। अवस्था त यस्तै छ है। यहाँ म चाहिँ हस्पिटल मान्छे कतिले कमेन्ट गर्नुभएको थियो, यो किन निको हुँदैन, यो किन निको हुँदैन भनेर कमेन्ट गर्नुभएको थियो होइन। यसको कुरा चाहिँ म तपाईँहरूले फुल भिडियो हेर्नु है, म सबै भन्छु। र यो रोग लागेपछि मान्छेले निको हुन धेरै समय चाहिन्छ। यो भनेको रगतको समस्या हो। रगत कम शरीरमा अनि नसाहरू मर्दै जाने, जुन रगत बग्ने नसाहरू है। त्यही भएको कारणले गर्दाखेरि यो रोग निको हुन धेरै समय लाग्छ र यो रोगको औषधिहरू खानलाई पनि धेरै खर्च लाग्छ र हस्पिटलमा जान पनि धेरै खर्च लाग्छ। त्यही भएको कारणले गर्दा रोग निको नभएको हो र यो कुरालाई यहीँ छोडौँ। अनि पार्वती रोकम मगर र दिदी हुनुहुन्छ, म दिदी नै मान्छु। उहाँले चाहिँ मेरो अवस्था र स्थिति देखेर रु 15,000 सहयोग गर्नुभएको छ। हाल अहिले उहाँ कुवेतमा हुनुहुन्छ र दिदीलाई पहिलो प्रथम म धेरै धन्यवाद दिन चाहन्छु। सुस्वास्थ्यको कामना दिदी। बाधा अडचन हरेक कुराहरूसँग चाहिँ दुश्मनहरूसँग पनि सामना गरेर अगाडि बढ्ने हिम्मत मेरो दिदीलाई मिलोस्। धन्यवाद।